नमस्ते सबैजनालाई, आरामै हुनुहुन्छ सबैजना। म आज पनि फेरि नयाँ भिडियो लिएर आएको छु। म आज मुङ दालको डोसा बनाउँदैछु। ल आउनुहोस् है त, अब सुरु गरौँ। हजुरले यसलाई मुङलाई चाहिँ बनाउनु भन्दा 1 घन्टा अगाडि भिजाउनु होला र यति टाइम छैन भने, छिटो बनाउनु छ भने मुङलाई चाहिँ हजुरले तातो पानीमा आधी घन्टा मात्र भिजाउँदा पनि हुन्छ। मैले मुङ दाललाई पिस्नको लागि रेडी गरेको छु र मैले के एड गरेँ भनेर म हजुरलाई यहाँ भन्छु। मैले खुर्सानी राखेको छु हरियो, नुन स्वाद अनुसार, बेसार, लसुन अनि थोरै अदुवा पनि राखेको छु है। मसँग चाहिँ सानो भाँडा छ, ठुलो भाँडा मेरो अहिले बिग्रेको भएर म यसैमा गर्छु। मैले दाललाई पिसेर रेडी गरिसकेको छु। हेर्नु त, यसलाई यतिको मसिनो गराउनु पर्छ र हजुरले पछि बाक्लो भयो भने पानी थप्न पनि सक्नुहुन्छ। ल आउनुहोस् अब बनाऊँ है। मैले फ्राई प्यान बसालिसकेको छु। म यसमा पानी छर्किन्छु र यसलाई राम्रोसँग पुस्छु। चाहिँ जति ठुलो फ्राई प्यान छ त्यही हिसाबले बनाउन सक्नुहुन्छ है। मेरो चाहिँ यो फ्राई प्यान सानो भएको भएर त्यस्तो मजाले चाहिँ भएन, गहिरो पनि भयो है। म यतिको गराइसकेको छु। अब आउनुहोस् यो पाकुन्जरी यसलाई सानो आगो गराएर यसलाई यतिकै छोडिदिउँ र अब यता चटनीको तयारी गरौँ। मैले चटनीको लागि सामानहरू पनि रेडी गरिसकेको छु। पुरै लसुन र अदुवा छ, टमाटर, एउटा खुर्सानी, एउटा प्याज। मैले दिउरी बसालिसकेको छु। मैले तेल बसालिसकेको छु। मैले सानो चम्चाको आधा चम्चा तोरीको गिरा राखेँ र जिरा, लसुन अदुवा पनि राखेँ। मैले सबै सामान राखिसकेको छु। टमाटर, प्याज, लसुन, अदुवा, खुर्सानी। अब एकछिन यसलाई पकाउँछु। स्वाद अनुसार नुन राख्ने, राम्रोसँग मिक्स गर्छु र म यसलाई अब एकैछिन पकाउँछु। त्यसको लागि चटनी त रेडी हुँदैछ। म अब ग्यास बन्द गर्छु र यसलाई एकछिन सेलाउनको लागि यत्तिकै छोडिदिन्छु। चटनी रेडी भइसकेको छ। अब यसलाई झानौँ है त। मैले झान्नको लागि तोरी लिएको छु, थोरै कडी पत्ता अनि 2टा रातो खुर्सानी है। देख्न सक्नुहुन्छ मैले चटनी झानिसकेको छु। झानेको मैले देखाउनु पाएन, त्यसको लागि सरी है। अब चटनी पनि रेडी भइसकेको छ। हेर्नु त, डोसाको कलर चेन्ज भएको छ। यो चाहिँ तावा अनुसार जति ठुलो भयो त्यति मजाले घुमाउँदै जाने हो है। अब यतिको भएपछि हजुरहरूले हल्का तेल राख्दा पनि हुन्छ, घिउ राख्दा, जे राख्दा पनि हुन्छ है। यसरी छेउछेउमा राखिदिने, यसरी। अनि अब यसलाई अझै मजाले एकछिन पकाउनु पाक्दै गर्छ, यत्तिकै छोडिदिने है। हेर्नुहोस् त, डोसा रेडी भइसकेको छ। यो यता चाहिँ काँचो भएको छैन है, मजाले पाकेछ। हेर्दाखेरि काँचो जस्तो भए पनि पाकिसकेको छ। म हजुरलाई फोल्ड गरेर देखाउँछु है। हेर्नुहोस् त कस्तो राम्रो कलर आएको छ। यसलाई अब बिस्तारै फोल्ड गरेर निकाल्ने। म हजुरलाई निकालेपछि देखाउँछु। हेर्नु त कति राम्रो भएको छ। यता डोसा पनि रेडी भइसकेको छ। डोसा र चटनी एकदम मिठो भएको छ। हजुर पनि ट्राई गर्नु ल। र सधैँभरि यसै गरी माया साथ सपोर्ट गर्नुहोला। हस् त, सबैको दिन शुभ रहोस्।